हुन्छ हाम्रो प्यारो प्रभु येशू ख्रीष्टको नाउँमा यहाँ सबैलाई जय मसीह। अनि आजको यस बसाइमा तपाईहरुको बीचमा परमेश्वरको जीवित वचनलाई थोरै पाठ गर्ने इच्छा लाग्यो। अनि यो वचन विशेष गरी अहिलेका जवान भाइ बहिनीको लागि महत्त्वपूर्ण हुन सक्छ। अनि जुन वर्तमान परिस्थितिमा हेर्छौं भने चाहिँ जवान भाइ बहिनीहरूले सानोभन्दा सानो कम्प्रोमाइज अथवा सम्झौता गरेको कारणले गर्दाखेरि उनीहरूको जीवनमा ठुला ठुला समस्याहरू आएको देख्छौं। अनि त्यो कारणले गर्दा यो आज जुन बोलेको मेसेजले केही हदसम्म उनीहरूको जीवनमा काम गर्छ भन्ने मैले इच्छा राखेको छु। अनि तपाईहरुको बीचमा परमेश्वरको जीवित वचनलाई चाहिँ दानियलको पुस्तकबाट ल्याएको छु। दानियलको पुस्तकबाट केही अध्ययनहरू गर्नेछौँ। दानियल 1 अध्यायको 8 पदलाई म पढिहाल्ने छु। यहाँ यसरी लेखेको छ, तर दानियलले राजकीय भोजन र दाखमध्ये खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे। 9 पद पनि पढिहाल्छु। अनि परमेश्वरले ती अधिकृतलाई दानियल प्रति कृपा र सहानुभूति देखाउने तुल्याउनु भयो। हालेलुया, आमेन, आमेन। परमेश्वरको वचन शक्तिशाली छ, प्रभावकारी छ, क्रियाशील छ, दुईधारे तरबार जस्तै छ। आमेन। दानियलको पुस्तक अथवा दानियलको जीवनीको बारेमा चर्चा गर्ने बित्तिकै दानियल को थिए, दानियलको पुस्तक कहिले लेखिएको थियो भन्ने कुरा हजुरलाई यकिन भइसकेको छ। अनि दानियल चाहिँ एकजना यहुदा राज्यका इजरायली थिए। राजा नबुकदनेस्सरले जब बेबिलोनबाट यहुदा राज्यमा आएर यहुदा राज्यलाई जितेका छन् अनि त्यहाँ भएका सबै मानिसहरूलाई निर्वासनमा लगेका छन्। अनि निर्वासनमा जाने क्रममा दानियल पनि त्यस निर्वासनमा जानु परेको थियो। अनि धेरै व्यक्ति गए तापनि विशेष गरी 4 जना व्यक्तिको म चर्चा गर्नेछु। अनि दानियल एकजना भए। अनि अर्को 6 पदमा हेर्नुहुन्छ भने हनन्या, मिसाएल र अर्जिहा, जो शद्रक, मेशक र अबेदक, यिनीहरूको नाम परिवर्तन भएको पनि छ यहाँनिर। अनि उनी दानियलको नाम पनि बेलातसजार गरेर चाहिँ नाम पनि परिवर्तन गरिदिएका छन् उनीहरूले है। अनि यो खण्ड किन विशेष पढ्दैछु भन्दाखेरि चाहिँ जब निर्वासनमा लगियो अनि लगेका मध्येबाट चाहिँ राजा नबुकदनेस्सरले एकजना अधिकृतलाई त्यो जिम्मा लाउँदछन्। जुन अधिकृत चाहिँ अस्पेन्ज भन्ने व्यक्ति थिए। अनि अस्पेन्ज भन्ने व्यक्तिले चाहिँ लगेका इजरायलीहरूबाट चाहिँ सिलेक्सन गर्दै लाँदाखेरि जम्मा 4 जना व्यक्तिलाई चाहिँ उनले सिलेक्सन गरेका कुराहरू हामी देख्छौँ, जुन चाहिँ दानियल, शद्रक, मेशक र अबेदक। अनि उनको अगाडिको नाम चाहिँ के थियो भन्दाखेरि हनन्या, मिसाएल र अर्जिहा थियो है। अनि उनीहरूलाई किन यसरी चुन्यो भन्दा चाहिँ एकदमै जवान मानिसहरू, हेर्नमा एकदमै सुन्दर अनि सिकाउँदाखेरि छिट्टै शिक्षा सिक्ने यस्ता खालको व्यक्तिलाई चाहिँ अधिकारी अस्पेन्जले चाहिँ चुनेका थिए। अनि उनीहरू चुनिनुको कारण चाहिँ राजा नबुकदनेस्सर अथवा राज खानदानमा चाहिँ उनीहरूले चाहिँ राजकै खानाहरूलाई चाहिँ सर्भिस गर्नको लागि, उनीहरूको सेवा पुर्याउनको लागि उनीहरूले चुनेका थिए है। अनि त्यो चुनिने गर्दाखेरि दानियलको लागि एउटा चुनौती आएको छ। जुन चुनौती चाहिँ राजकै खाना भित्र दाखमध्ये पनि हुन्थ्यो। अनि त्यो दाखमध्ये चाहिँ राजालाई लिएर जानुभन्दा अगाडि उनीहरूले खानु पर्थ्यो अथवा चाख्नु पर्थ्यो है। अनि यो चाख्नुको पनि एउटा अर्थ छ, त्यतातिर नजाउँ हैन। अवश्य पनि राजकै खानदानमा काम गरिसकेपछि राजालाई खुवाउने कुरा हैन, विषहरू हालेको हुन सक्छ, शङ्का हुन्छ। त्यही भएर पहिले चाहिँ जुन लाने व्यक्तिहरूले खानु पर्थ्यो, त्यसपछि मात्रै राजाले खान्थ्यो। अनि यो चुनौती आउँदै गर्दाखेरि दानियलले चाहिँ के गरेका छन् भन्दाखेरि आफूले जुन राजकै खानदानमा जुन दाखमध्ये भन्ने बित्तिकै त्यहाँनिर नेपाली ठेट भाषामा दारू भन्ने बुझिन्छ, कुनै ठाउँमा रक्सी पनि भन्दछन् है। अनि त्यो दाखमध्ये चाहिँ नपिउनको लागि अधिकृत अस्पेन्जलाई अनुरोध गर्दछन्। अनि अस्पेन्जले त्यहाँ अरू धेरै
काम गर्नेहरू हुन्छन्। अनि दानियलले भन्छन् अरू सबै हिष्टपुष्ट हुन्छन्, राजकै खाना खाएर एकदमै स्वस्थ तन्दुरुस्त देखिन्छन्, तर तिनीहरू बीचबाट तिमीले 4 जना व्यक्ति जो हनन्या, मिसाएल र अर्जिया र दानियल, तिमीहरू 4 जना व्यक्ति चाहिँ अस्वस्थ देखिने खालको होइन, एकदमै दुब्लाएको खालको देखियो भने मेरो राजाले मेरो शिर नै मुण्डन गरिदिनुहुन्छ भनेर चाहिँ अस्पेन्स त्यहाँनिर डराउँदछन् है। तर 9 पदलाई हेर्नुहुन्छ भने जब दानियलले चाहिँ त्यो दागमध्येहरू त्यो राजको खानदानबाट चाहिँ त्यो पिउने खानेकुराहरू चाहिँ नखाने वादा उनले गरिसकेपछि 9 पदमा हेर्नुहोस् न परमेश्वरले कसरी काम गर्नुहुन्छ। अनि परमेश्वरले ती अधिकृतलाई दानियलप्रति कृपा र सहानुभूति देखाउने तुल्याउनु भयो भन्छ। हालेलुया। परमेश्वरको शक्तिले अलरेडी त्यहाँ काम गरिसक्नु भएको छ हेर्छौँ भने है। दानियलले जुन अपर्च्युनिटी छ, जुन कम्प्रोमाइज गर्ने ठिक ठाउँमा आएको छ, त्यो कम्प्रोमाइजलाई कहिलेकाहीँ आज यहाँनिर धेरै ठाउँमा हामीले परमेश्वरको राज्यको लागि यस भन्ने काम गर्छौँ भने यस अवस्थामा चाहिँ उनले न भनेको छन्, न कम्प्रोमाइज गरेका छन् है। हामीले धेरै ठाउँमा नो कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। जो नो कम्प्रोमाइज गरेको कारणले गर्दाखेरि परमेश्वरको त्यो आशिष, परमेश्वरले दिनुपर्ने त्यो अनुग्रह दानियलको जीवनलाई हामी देख्छौँ। जब दानियलले त्यो राजकीय खानदानको त्यो दागमध्येहरू नपिउने वादा उनले गरिसकेपछि साँच्चीकै परमेश्वरले त्यहाँको अधिकृतहरूसँग त्यो बोल्नु भएको छ। अनि उनले एउटा प्रस्ताव पनि राखेका छन्। जब त्यो अस्पेन्सले तिम्रो 3-4 जना चाहिँ दुब्लाएको मान्छे भेट्यो भने राजाले मेरो शिर मुण्डन गरिदिन्छ भन्ने प्रस्तावलाई चाहिँ अब हामी सागपात खान्छौँ अनि 10 दिनसम्म हामीलाई जाँचेर हेर्नुहोस्, राजकीय खानदान खाने र हामी सागपात खाने व्यक्तिलाई जाँचेर हेर्नुहोस् भनेर एउटा प्रस्ताव राखेकोहरू देख्छौँ। अनि 10 दिनपछि साँच्चीकै त्यो अधिकृतले दाँचेर हेर्दाखेरि त्यो राजकीय खानदान खानेहरू व्यक्तिहरूभन्दा दानियल, शद्रक, मेशक र अबेदनगो चाहिँ हिष्टपुष्ट र चिल्लाहरू देखिन्थ्यो भन्छ त्यहाँनिर वचनले है। प्रिय जवान भाइ बहिनीहरू, यो घटनाको मुख्य कन्सिक्वेन्सेस के आउँछ भन्दाखेरि जसरी दानियलले कम्प्रोमाइज गर्ने ठाउँमा त्यो सानो सानो कुराको कम्प्रोमाइजलाई उनले के गरे, त्यो सानो कुरालाई उनले डिफाइन गरेर न भन्न उनले त्यो ल्याकत राखेको कुरा हामी देख्छौँ। जब हाम्रो परिस्थितिहरू आउँदाखेरि कतिपय ठाउँमा हामी यस भनेर पठाउँछौँ। विशेष गरी जवान भाइ बहिनीको लागि यो चुनौतीपूर्ण मेसेज हुन सक्छ। तपाईँहरूको लागि तपाईँहरू सँगै बसेको साथीसँग, रुममेटसँग त्यो चुनौती आउन सक्छ। साथीभाइले के खाइराखेका छ, साथीभाइले के बोलिराखेका छन्, यो हलभित्र, यो रुमभित्र, यो सेक्रेट ठाउँमा कसैले देख्दैन। थोरै त हो नि, गरे भइहाल्यो नि, खाए भइहाल्यो नि, कसले देख्छ र भन्ने कुराहरू धेरैचोटि आउन सक्छ। तर यस अवस्थामा तपाईँले न कम्प्रोमाइज यदि गर्नुभयो भने तपाईँको जीवनमा परमेश्वरले ठुलो काम गर्नुहुन्छ। दानियलले यो अवस्थामा उनले के गरे, नो कम्प्रोमाइज गरेका छन्। जब नो कम्प्रोमाइज गरिसकेपछि दानियलको जीवनमा कस्तो ब्लेसिङ आएको छ हामी हेरौँ न। 17 पदलाई म पढ्नेछु। 17 पदमा हेर्छौँ भने यी 4 जवान मानिसहरूलाई परमेश्वरले, म फेरि पढ्नेछु। यी 4 जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान समझ दिनुभयो अनि दानियल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए। हालेलुया। दानियलले सागपात खाएर यो कुरा उनले प्राप्त गरेको होइन। यो कुरा जब परमेश्वरसँग जुन कम्प्रोमाइज गर्नुपर्ने कुरालाई न कम्प्रोमाइज गरेका कारणले स्वर्गबाट
त्यो ज्ञान र बुद्धि विवेकहरू चाहिँ दानियलको जीवनमा आएको छ। अझ मजाको कुरा चाहिँ हामी तल हेर्नेछौँ अनि मजाको कुरा म पढ्नेछु। राजाले तिनीहरूलाई हाजिर गराउनु भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबुकदानेश्वर कहाँ ल्याए। राजाले तिनीहरूसँग कुरा गरेर उनले दानियल, हनन्याह, मिसाएल र अर्जिया बराबर कोही पनि भेटाएन। हालेलुया। अधिकृत अस्पेन्जले अरू धेरै व्यक्तिहरू राजकीय खानदानमा काम गर्नलाई छान्नु भएको थियो। जब अन्तिममा हेर्छौँ भने हेर्नुहोस् त, शद्रक, मेशक र अबेदक र दानियल बराबर चाहिँ राजा नबुकदनेश्वरले त्यहाँ भेटाएनन् भन्ने कुरा चाहिँ हामी वचनको खण्डले बताएको हामी पाउँछौँ है। अझै म पढ्नेछु। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए। राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे जति प्रश्न सोधे, अधिराज्यका जादुगरी र तन्त्र मन्त्र गर्नेहरू भन्दा तिनीहरूलाई 10 गुणा असल भेटाए। हालेलुया। हेर्नुहोस् त, राजा नबुकदानेश्वर एउटा मूर्तिलाई पुज्ने व्यक्ति, तन्त्र मन्त्रमा विश्वास गर्ने व्यक्ति अनि उसको आफ्नो सारा इलाकाका त्यो तन्त्र मन्त्र जादुगर गर्ने व्यक्तिहरू भन्दाखेरि 10 गुणा चाहिँ त्यति निपुण व्यक्ति चाहिँ शद्रक, मेशक, अबेदक अर्थात् हनन्याह, मिसाएल र अर्जिया र दानियललाई देख्छौँ यहाँनिर। के को कारणले यो आयो भन्दाखेरि प्रियहरू, जब उनीहरूले ठिक ठाउँमा कम्प्रोमाइजलाई सही निर्णय गरेका छन्, जुन सम्झौताका कुराहरू आएको थियो त्यो सम्झौताका कुराहरूलाई उनीहरूले के गरेका छन्, नभनेका छन्। जो नभनेको कारणले गर्दाखेरि परमेश्वरले उनीहरूको जीवनमा त्यो समझ शक्तिहरू अनि त्यो सबभन्दा दर्शनहरू खोल्नको लागि 17 पदको कन्क्लुजनले त्यही भन्छ, उनीहरूलाई चाहिँ के छ, त्यो शिक्षा अर्थ खोल्ने त्यो समझ शक्तिहरू चाहिँ परमेश्वरले दिनुभएको छ। आमेन। यदि आज तपाईँहरूको जीवनमा यस्तै किसिमको सम्झौता पनि आयो भने तपाईँले नभन्न सक्नुपर्छ। यदि तपाईँले नसम्झौता गर्नुभयो भने, कम्प्रोमाइज गर्नुभयो भने, कम्प्रोमाइज गर्नुभयो भने परमेश्वरले चाहिँ तपाईँहरूको जीवनमा प्रशस्त मात्रामा आशिष दिनुहुन्छ र परमेश्वरको राज्यको लागि तपाईँ एउटा बहुमूल्य व्यक्तिको रूपमा परमेश्वरले खटाउनुहुन्छ। आमेन। हुन्छ, आजको यो छोटो वचनबाट तपाईँहरूलाई केही न केही कुरा तपाईँले प्राप्त गर्नुभएको छ भन्ने मैले विश्वास गरेको छु र अहिलेलाई वचनको खण्डलाई म यत्तिकैमा राख्न चाहन्छु। हुन्छ, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।